द ब्लिसमा तपाईलाई स्वागत छ, जहाँ हामी युरोप वास्तवमा कसरी काम गर्छ भन्ने कुरा कुनै हाइप वा डर बिना स्पष्ट रूपमा बुझाउँछौँ। पछिल्ला केही वर्षहरूमा युरोपले आफ्नो आप्रवासन नियमहरूलाई एकदमै विशेष तरिकाले परिवर्तन गरिरहेको छ। एकैचोटि ढोका बन्द गरेर होइन, तर प्रवेश, बसोबास, काम र शरण प्रणालीलाई पुनः डिजाइन गरेर अझ बढी डिजिटल नियन्त्रण, कडा कम्प्लायन्स जाँच र स्पष्ट अपेक्षा सहित विदेशीहरूका लागि तपाईँ राजनीति नहेरे पनि यो परिवर्तन महत्त्वपूर्ण छ, किनभने यसको प्रभाव दैनिक जीवनमै देखिन्छ। सीमामा, भिजा अपोइन्टमेन्टमा, रिन्युअल प्रक्रियामा र तपाईँलाई कानुनी रूपमा रोजगारीमा राख्न इम्प्लोयरले के गर्नुपर्छ भन्ने कुरामा। आजको भिडियोमा हामी स्पष्ट पार्नेछौँ के परिवर्तन हुँदैछ, युरोप किन यस्तो गर्दैछ र यी परिवर्तनहरूले कामदार, विद्यार्थी, परिवार र छोटो समयका आगन्तुकहरूसहित सबै विदेशीहरूलाई के अर्थ राख्छ। युरोपको आप्रवासन नियम एउटै प्रणाली होइन। इयुले केही क्षेत्रमा साझा ढाँचा बनाउँछ, जस्तै सीमा व्यवस्थापन र असाइलम समन्वय, तर रेसिडेन्स र वर्क पर्मिट सम्बन्धी धेरै नियमहरू अझै पनि देश अनुसार फरक छन्। त्यसैले दिशा साझा छ, तर विवरण फरक छन्। परिवर्तन भइरहेको कुरा भनेको समग्र लजिक हो। युरोप अब आप्रवासन व्यवस्थापनलाई अझ संरचित, डेटा बेस्ड र इन्फर्मल व्यवस्थाप्रति कम सहनशील बनाउँदैछ। अब यसलाई 4 मुख्य परिवर्तनमा बुझाउँ। पहिलो परिवर्तन, युरोपले सर्ट स्टेका लागि नयाँ डिजिटल बर्डर बनाउँदैछ। पहिले धेरै यात्रुका लागि युरोप सरल थियो। पासपोर्ट कन्ट्रोल, स्ट्याम्प र शेङ्गेन क्षेत्रमा 180 दिनमा 90 दिन बस्न पाउने। अब त्यो समय बिस्तारै समाप्त हुँदैछ। यसको सट्टा एन्ट्री र एक्जिट इलेक्ट्रोनिक रूपमा रेकर्ड गर्ने अटोमेटेड सिस्टम आउँदैछ। स्ट्याम्प होइन, अब सीमा आफै एउटा डेटाबेस बन्दैछ। यहाँ 2 ठुला प्रणाली महत्त्वपूर्ण छन्। पहिलो, एन्ट्री एक्जिट सिस्टम, जसले नन इयु यात्रुहरूको प्रवेश र बहिर्गमन बायोमेट्रिक डेटा सहित रेकर्ड गर्छ। दोस्रो, ETYS, भिजा फ्री यात्रुका लागि फ्री ट्राभल अथराइजेसन, जसको अवधारणा अन्य देशहरूमा प्रयोग हुने प्रणाली जस्तै हो। यसको अर्थ यात्रा गर्न नपाइने होइन। यसको अर्थ यात्रा अझ ट्रेसेबल हुन्छ र ओभरस्टे सजिलै पत्ता लाग्छ। विदेशीहरूका लागि यसको व्यावहारिक अर्थ सरल छ। यदि तपाईँ सर्ट स्टेमा प्रवेश गर्नुहुन्छ भने अब समय झनै महत्त्वपूर्ण हुन्छ, किनकि सिस्टमले ठ्याक्कै गणना गर्छ। र यदि तपाईँको ट्राभल हिस्ट्री अस्पष्ट छ, जस्तै बारम्बार लामो बसाइ तर स्पष्ट उद्देश्य बिना, अब कम होइन झनै बढी प्रश्न सोधिन सक्छ। दोस्रो परिवर्तन, युरोप असाइलम व्यवस्थापन र जिम्मेवारी बाँडफाँड सुधार गर्दैछ। यो राजनीतिक रूपमा संवेदनशील क्षेत्र हो र साथै प्राविधिक रूपमा पनि जटिल। इयुभित्र लामो समयदेखि एउटा समस्या देखिँदै आएको छ। केही देशहरूमा बाहिर सीमामा ठुलो दबाव पर्छ, अरू देशहरूमा कम। क्लेम प्रोसेसिङ, रिलोकेसन र रिटर्न प्रणालीहरू अक्सर ढिलो र असमान रहँदै आएका छन्। नयाँ इयु असाइलम सुधारहरूले छिटो स्क्रिनिङ, स्पष्ट जिम्मेवारी नियम र देशहरूबीच स्ट्रक्चर्ड सलिडारिटी प्रणाली बनाउने लक्ष्य राख्छ। काम, अध्ययन वा परिवारका माध्यमबाट कानुनी रूपमा आउने विदेशीहरूलाई यो टाढाको विषय जस्तो लाग्न सक्छ, तर यसले प्रशासन, बजेट र राजनीतिक प्राथमिकतामा ठुलो प्रभाव पार्छ। र जब प्रणाली दबावमा हुन्छ, सरकारहरू असाइलम मात्र होइन, रेसिडेन्स कम्प्लायन्स चेक, इम्प्लोयर चेक्स र डकुमेन्टेसन नियमहरूमा पनि कडाइ गर्छन्। तेस्रो परिवर्तन, युरोप लेबर माइग्रेसनमा अझ सेलेक्टिभ र अर्गनाइज्ड बन्दैछ। यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। युरोपलाई कामदार चाहिन्छ। धेरै देशमा जनसङ्ख्या बुढो हुँदैछ र हेल्थ केयर, कन्स्ट्रक्सन, लजिस्टिक्स र प्राविधिक क्षेत्रमा कामदारको अभाव छ। त्यसैले यो परिवर्तन केवल रेस्ट्रिक्सन होइन, यो रिडिजाइन हो। अब फ्रेगमेन्टेड र ढिलो प्रणालीको सट्टा युरोपले स्पष्टता पुरस्कृत गर्ने संरचना चाहन्छ। स्पष्ट जब अफर, स्पष्ट क्वालिफिकेसन, स्पष्ट स्यालेरी र स्पष्ट लिगल स्ट्याटस। इयु स्तरमा रिभाइज्ड इयु ब्लू कार्ड जस्ता फ्रेमवर्कहरू छन्। साथै धेरै देशहरूले पोइन्ट्स बेस्ड वा क्राइटेरिया बेस्ड जब सिकर रुट र सर्टेज अक्युपेसनका लागि फास्ट ट्र्याक सुरु गरेका छन्। इयुले ट्यालेन्ट पुल नामक अवधारणा पनि विकास गर्दैछ, जहाँ नन इयु कामदार र सर्टेज भएको देशहरूलाई जोड्ने लक्ष्य छ। विदेशीहरूका लागि यसको अर्थ फरक किसिमको अवसर हो। यदि तपाईँ देशहरूले खोजेका क्याटेगोरीमा पर्नुहुन्छ र तपाईँले त्यसलाई कागजमा प्रमाणित गर्न सक्नुहुन्छ भने पाथवे पहिलेभन्दा अझ प्रेडिक्टेबल हुन सक्छ। तर टुरिस्ट भएर आएर पछि हेरौँला जस्तो सोच, प्रपर रेजिस्ट्रेसन बिना काम वा योजना बिना स्ट्याटस चेन्ज गर्नेहरूका लागि सिस्टम उल्टो दिशामा गइरहेको छ। अब यो लेस फर्गिभिङ हुँदैछ। चौथो परिवर्तन, युरोप बसिरहनको स्तर पनि बढाउँदैछ, प्रवेश मात्र होइन।
धेरै देशमा पहिलो पर्मिटभन्दा गाह्रो दोस्रो र तेस्रो रिन्युअल, लङ टर्म रेसिडेन्स र पर्मनेन्ट स्ट्याटसको बाटो हुन्छ। युरोपभरि इन्टिग्रेसन कन्डिसन बिस्तारै बढ्दैछन्, जसमा ल्याङ्ग्वेज लेभल, सिभिक नलेज, इम्प्लोइमेन्ट स्टेबिलिटी र कडा डकुमेन्टेसन जाँच समावेश छन्। केही देशहरूले कम्प्लायन्स जाँच्ने तरिका पनि परिवर्तन गरेका छन्। अझ बढी डिजिटल रिपोर्टिङ, ट्याक्स र इमिग्रेसन डेटाबेस बीच क्रस चेक र इम्प्लोयरमाथि थप जिम्मेवारी। यसको व्यावहारिक असर विदेशीहरूमा सिधै पर्छ। लगभग कम्प्लायन्ट हुनु अब रोकिजिएको रहन्छ। पहिले नजरअन्दाज गरिन्थ्यो जस्ता साना गल्तीहरू, जस्तै एड्रेस अपडेट ढिलो हुनु, जब टाइटल मिसम्याच वा इम्प्लोयरले नोटिफिकेसन नपठाउनु, अब रिन्युअलमा ठूलो समस्या बन्न सक्छ। यसले आभावनात्मक अनुभवलाई पनि बदल्छ। प्रक्रिया अझ फर्मल हुँदा सिस्टम चिसो जस्तो महसुस हुन सक्छ। उद्देश्य हस्टिलिटी नभए पनि एफिसिएन्सी भए। अब प्रश्न उठ्छ, युरोप किन यस्तो गर्दैछ? 3 मुख्य कारण छन्। पहिलो, क्यापेसिटी। युरोपका माइग्रेसन सिस्टमहरू धेरै दबावमा छन्। एप्लिकेसन धेरै, ब्याकलग धेरै, प्रोसेसिङ असमान। डिजिटलाइजेसन र स्ट्यान्डर्डाइजेसन यसलाई स्केलमा चलाउन खोजिएको प्रयास हो। दोस्रो, पोलिटिकल लेजिटिमेसी। सरकारहरूलाई लाग्छ यदि नागरिकहरूले माइग्रेसन अनकन्ट्रोल ठाने, कानुनी माइग्रेसनको समर्थन घट्छ। त्यसैले सरकारहरूले बोर्डर सिस्टम, छिटो प्रक्रिया र कडा इन्फोर्समेन्ट मार्फत कन्ट्रोल देखाउन खोज्छन्। तेस्रो, इकोनोमिक रियालिटी। युरोपलाई अर्थतन्त्रलाई सहयोग गर्ने लेबर माइग्रेसन चाहिन्छ र इरेगुलर काम घटाउनुपर्छ। यसले सिस्टमलाई एकतर्फ सेलेक्टिभ रिक्रुटमेन्ट, अर्कोतर्फ कडा कम्प्लायन्सतर्फ धकेल्छ। यी सबै कुरा जोड्दा दिशा स्पष्ट हुन्छ। युरोप ओपन वा क्लोज जस्तो एक शब्दमा जाँदै छैन। यो म्यानेज्ड मोडलतर्फ जाँदैछ। अझ बढी डिजिटल ट्र्याकिङ, अझ युनिफर्म प्रक्रिया, लङ टर्म स्ट्याटसका लागि थप शर्त र पहिले रहेका नियमहरूको कडा लागू, जुन पहिले असमान रूपमा लागू हुन्थे। अब रियल लाइफमा यसले विदेशीहरूलाई के अर्थ राख्छ? यसको अर्थ इम्प्रोभाइजेसन भन्दा प्लानिङ अझ महत्त्वपूर्ण हुन्छ। डकुमेन्ट, टाइमलाइन र कन्सिस्टेन्सी झनै आवश्यक हुन्छ। तपाईँको लिगल स्ट्याटस अब इम्प्लोइमेन्ट रेकर्ड, ट्राभल एन्ट्री र फर्मल रेजिस्ट्रेसनसँग जोडिँदै जान्छ। स्थिर कन्ट्र्याक्ट भएका स्किल्ड वर्कर र नियम ध्यानपूर्वक पालना गर्ने विद्यार्थीहरूका लागि यो पोजिटिभ पनि हुन सक्छ। क्लियर पाथवे, कम ग्रे जोन र प्रेडिक्टेबल आउटकम। तर लुप होल, विक इन्फोर्समेन्ट वा इन्फर्मल काममा निर्भर रहनेहरूका लागि परिस्थिति गाह्रो बन्दैछ। कानुन अचानक बदलेको होइन, तर सिस्टमले अब सजिलै देख्न थालेकोले। मुख्य कुरा यही हो, स्ट्रक्चरले फ्लेक्सिबिलिटीलाई रिप्लेस गर्दैछ। युरोपले अझै पनि स्टेबिलिटी र अपर्च्युनिटी दिन्छ, तर अब यसले सिस्टम बुझ्ने र त्यसअनुसार चल्ने मानिसहरूलाई प्राथमिकता दिन्छ। यदि यो भिडियोले तपाईँलाई युरोपलाई अलि स्पष्ट रूपमा बुझ्न मद्दत गर्यो भने आगामी यस्तै व्याख्यात्मक सामग्रीका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। थ्याङ्क यू फर वाचिङ।